सदनमा बोलिरहँदा सदनमा चाहिँ कहिलेकाहीँ अब सरकारको विरोध गरेको केही मान्छेहरूलाई आवाज हुँदो रहेछ र मलाई निरन्तर धम्की आइरहेको छ फेसबुकमा फोनमा गोली हानिदिन्छु मारिदिन्छु भनेको छ र भर्खरै मात्रै दुईजनाले यहाँ मेरो स्ट्याटसमा कमेन्ट गर्नुभएको छ र म अलिकति पढेर सुनाउँछु सभामुख महोदय। ल सुरु गरौँ। ऐन महर आमा कसम तँलाई म गोली हानेर मार्छु भनेर आफ्नो नम्बर पनि दिनुभएको छ सभामुख महोदय, उहाँले आफ्नो ठेगाना पनि दिनुभएको छ, आजै भन्नुभएको छ है। उहाँको नाम चाहिँ प्राजुली राम भन्ने आइडीबाट मलाई यो आएको छ, नम्बर चाहिँ 98 030 90 377 नम्बर दिनुभएको छ र आफू चाहिँ काठमाडौँ बौद्ध 6 महाङ्काल चोक सङ्गमटोल बस्ने उहाँले भन्नुभएको छ। यो कुरा म सदनलाई जानकारी गराउन चाहन्छु। त्यसै गरी अर्को एउटा पूर्ण विक्रम छेत्रीबाट पनि गोली हान्ने धम्की आएको छ। यो सरकार पनि भन्दैछ त बोल त्यति मात्र जे म सुन्न चाहन्छु, त हेर यति मात्र जति म देखाउन चाहन्छु, त सुन त्यति मात्र जे म सुनाउन चाहन्छु। तेरो स्वतन्त्रता घेरा मैले कोरेको शून्यभन्दा बाहिर छैन। कुनै बेला मलाई बोल्न दे सरकार, गरिबीको चमेली बोल्दिने कोही छैन जस्ता गीत गाउँदै हिँड्ने सरकार र 182 सिटको प्रचण्ड मतसहितको कार्यकारी भूमिका रहनुभएका सम्माननीय प्रधानमन्त्रीज्यू एउटै व्यक्ति हो कि फरक फरक व्यक्ति हो, म सोध्न चाहन्छु सभामुख महोदय। आज म यहाँ बोल्न आएको। ल सुरु गरौँ। सुदन गुरुङलाई राखेर यो देश बच्छ भने सुदन गुरुङलाई गोली ठोक्नुपर्छ भने फर्स्टमा सुदन गुरुङ नै आउँछ। मलाई इच्छा छैन यहाँ कसैको लागि स्टन्टबाजी गर्नलाई, आफ्नो देशको सेवा गर्न आएको। अब विषयवस्तु त यति जस्तो लाग्छ मलाई, काम छैन जस्तो घर जाँदा हुन्छ। नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता माननीय पद्मा कुमारी अर्यालले समय माग गर्नुभएको छ, त्यसैले रोस्टमको प्रयोग गर्न सक्नुहुनेछ। सम्माननीय सभामुख महोदय, सभामुख महोदयले एमाले दलको नेता भन्नुभयो, म उपनेता हो। यो सभामुखलाई यो निवेदन हो, तपाईँ कान सुन्नुहुन्छ कि सुन्नुहुँदैन? सदस्य आफ्नो भनाइ मर्यादामा बसेर बोल्नु होला। 5 वर्ष सभामुख चलाउँदैन सभामुख, मैले बुझिसकेँ। र यो अनलाइनमा यो मुख छाड्नेहरूलाई चाहिँ के कस्तो कारबाही सरकारले गर्छ? अनलाइनमा थुप्रै मुख छाड्छन्। अब मुख नछाड्नु भनेर भन्नु पर्यो हामी सबैजनाले। माननीय प्रधानमन्त्री चाहिँ सोध्न चाहन्छु। ल सुरु गरौँ। पानी बाँड्न गएको हौँ भन्ने पोसाक लगाएका विद्यार्थीलाई ढाल बनाएर लासको सिडी चढ्दै राज्य सत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। सम्माननीय सभामुख महोदय, भिरमा अड्किएको मान्छेलाई उद्धार गर भन्नु राजनीतिकरण होइन, यो कुरा स्पष्ट बुझ्न आवश्यक छ। यो काठमाडौँ सहर अरबपति र करोडपतिहरूको मात्रै हो, यो गरिब दुखी श्रमिक र निमुखा जनताको पनि सहर हो या होइन? यदि गरिब दुखी जनताको सहर हो भने यो नेपालको राजधानी किन हो? नेपालको राजधानी हो भने यो गरिब दुखी र सरबारा वर्गको र जनताको पनि सहर हो। आज गरिब दुखी जनता यो सहरमा बाँच्न नपाउने भइसके अघिल्लो पटक मेयर भएका कारणले यो अवस्था आज सिर्जित बनेको छ। सम्माननीय सभामुख महोदय, यो टेलर मात्रै हो, हेर्दै जानु सिङ्गै फिल्म देखिन्छ। गृहमन्त्रीज्यूलाई भन्न चाहन्छु, तपाईँ गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर? गृहमन्त्रीले हिजो फिल्मको नायक जस्तै मिडिया घेरेर चित्रको नायक जस्तै कहिले एयरपोर्ट कहिले कता कहिले उता दौडिरहनु भएको थियो पुरै क्यामेरा बोकेर। हामीलाई क्यामेरामा गृहमन्त्री कहाँ हिँड्यो? आज गृहमन्त्रीले युट्युबहरू कति चलायो, आज युट्युबमा कन्टेन्ट कति क्रिएटर गर्यो, त्यो महत्त्वपूर्ण कुरा होइन। महत्त्वपूर्ण कुरा त्यसलाई जिम्मेवारी बन्न, कन्टेन्ट क्रिएटर नबनी देशको वास्तविक गृहमन्त्री बन्न म अनुरोध गर्न चाहन्छु। गरिबको चमेली बोल दिने कोही छैन। बोल्न दे सरकार, बोल्न दे सरकार, मनको कुरा खोल्न दे सरकार, बोल्न दे सरकार। ल सुरु गरौँ। हिजो पत्रकार हुँदा नेता खराब, आज नेता हुँदा पत्रकार खराब। हिजो सभामुख महोदय राजसभा र सरकारको प्रतिनिधि गतिविधि हेर्दा लाग्छ स्थानीय सरकार चलाउँदा केन्द्र खराब, आज केन्द्र सरकार चलाउँदा स्थानीय सरकार खराब। हिजो महानगर चलाउँदा सिंहदरबार जलाइदिन्छु, आज सिंहदरबार चलाउँदा न्यू रोड जाम गराइदिन्छु। हिजो अरूले विदेशी ऋण लिँदा राति निन्द्रा लागेन, आज आफूले विदेशी ऋण लिँदा ऋण नलिई देश कसरी चल्छ। हिजो नागरिकले आत्मदाह गर्दा सरकार दोषी, आज नागरिकले आत्मदाह गर्दा नागरिक स्वयं दोषी। हिजो मलाई बोल्न दे सरकार, आज बोल्नेको मुख थुन्दे सरकार। यही हो लोकतन्त्र? यो राज, यो कानुनी राज हो कि प्रहरी राज हो कि गुन्डा राज हो? यो सरकारसँग जवाफ चाहन्छु। काम छैन जस्तो घर जाँदा हुन्छ। आज सरकारलाई घन्टी बजाएरै जगाउने बेला आएको छ। सभामुख महोदय, सरकार कुम्करण निन्द्रामा छ। नितेन्द्र देव साक्य केपी ओलीको सालो भएको भएर बत्ती झ्याप झ्याप जाने गर्थ्यो, उहाँ हटाइँदा पनि किन लोड सेडिङ भएको छ सरकार? अघि 15 मिनट सदन स्थगित भयो,
सभामुख महोदय के को लागि भएको थियो म सभामुख महोदयसँग म निवेदन गर्न चाहन्छु के को लागि स्थगित भएको थियो सदन मान्य सदस्य विषयवस्तुमा अगाडि बढ्नुहोस्। त्यो सम्भव छैन सभामुख महोदय would like to take notes while I take totes of the marijuana smoke.